प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ। विदेशको हेर्दाखेरि तपाईँले प्रहरीको लुगा हेर्दाखेरि ओहो अहिले नै क्रिमिनललाई पक्रिन्छ कि क्या हो भन्ने टाइपको लुगा हुन्छ। हाम्रो हेऱ्यो उद्रेको लुगा, खुइलेको जुस्ता, च्यातेको बुट। वी आर गोइङ टु चेन्ज दिस। पुलिसलाई हेर्दाखेरि त्यो छुट्टै लेभलको रेस्पेक्ट आओस्। वाउ, गृहमन्त्री सुदन गुरुङले उठाएको यो विषय चाहिँ मलाई एकदमै राम्रो लाग्यो। किन भन्नुहुन्छ भने साँच्चै नै भन्नुपर्दाखेरि हाम्रो नेपाल प्रहरी झट्ट हेर्दाखेरि कुनै पनि प्राइभेट सेक्टरको पाले जतिको पनि स्ट्यान्डर्ड देखिँदैन है। यो कुराको इनिसिएसन चाहिँ पहिले नै हुनु पर्थ्यो, तर अहिले आएर सुदन गुरुङले यो कुराको सुरुवात गर्दैछ। एकदमै राम्रो लाग्यो। सुरुमा सुदन गुरुङले कसैले पत्याएको थिएन, नेपाल पुलिसले पनि पत्याएको थिएन होला। अहिले हेर्नुहोस् त कस्तो राम्रो बनेर आयो, कस्तो राम्रो गरेर देखाउँदैछ सुदन गुरुङले। नेपाल प्रहरीले यस्तो दुःख गर्नुपर्छ तर उनीहरूलाई राम्रो खाना पनि छैन, राम्रो लाउन पनि छैन, एउटा सानो फुचेर पनि पत्याउँदैन नेपाल प्रहरीलाई। अब चाहिँ सुदन गुरुङले नेपाल प्रहरीको स्ट्यान्डर्ड बनाउनेवाला छ है साथीहरू। सुदन गुरुङले गर्न थालेको यो कुरा तपाईँहरूले कस्तो लाग्यो साथीहरू, कृपया कमेन्ट गर्नु होला है त।